यो वेब पेज छ नि बिना स्टाइल चाहिँ यस्तो देख्छ, स्टाइलसँग चाहिँ यस्तो देख्छ। र अर्को वेब पेज छ बिना सिएसएस चाहिँ यस्तो बटनहरू छ है। स्टाइल लगाइसकेपछिको बटन हेर्नुहोस् त कस्तो राम्रो छ क्या, एनिमेसन हेर्नुहोस् त। ल बवाल छैन त एनिमेसन, ल हेर्नुहोस् त है। सो मसँग त्यस्तै अर्को एउटा वेब पेज छ बिना सिएसएसको यस्तो छ है, र सिएसएस सहितको चाहिँ यस्तो छ। ल हेर्नुहोस् त लोडिङ होइन, बवाल छैन त लोडिङहरू। ल हेर्नुहोस् त। हेलो साथीहरू, इट्स मी पन्नालाल बिके एन्ड इट्स माई डे 6 अफ लर्निङ वेब टेक्नोलोजी। डे 5सम्म चाहिँ मैले एचटिएमएलको 25 प्रोजेक्ट कम्प्लिट गरेँ भने डे 6बाट चाहिँ मैले सिएसएस यानि कि स्टाइल सिट स्टार्ट गर्दैछु। सिएसएस भनेको चाहिँ एउटा ल्याङ्ग्वेज हो जसले चाहिँ एचटिएमएलको डकुमेन्टलाई स्टाइल दिने गर्छ। सिएसएसले चाहिँ एचटिएमएलको इलिमेन्टहरूलाई चाहिँ कसरी डिस्प्ले हुने भनेर चाहिँ डिस्क्राइब गर्छ। हामीले चलाउने हरेक वेबसाइटहरूमा चाहिँ स्टाइल युज गरिएको हुन्छ। बिना स्टाइल सिटको वेब पेजसँग इन्टरेक्ट गर्न हामीलाई त्यति मजा आउँदैन। सो एभ्री डेभलपरले चाहिँ हरेक फ्रन्ट इन्ड डेभलप गर्दाखेरि चाहिँ स्टाइलको एकदमै राम्रोसँग युज गरेको हुन्छ ताकि युजरहरूलाई चाहिँ बोर नहोस् र उनीहरूले चाहेको काम चाहिँ त्यही वेबसाइटबाट गरोस् भनेर चाहिँ एनिमेसन सहितको स्टाइल क्रिएट गरेको हुन्छ। वेब टेक्नोलोजी लर्निङमा चाहिँ म स्टाइल रिलेटेड मल्टिपल प्रोजेक्टहरू चाहिँ क्रिएट गर्नेछु।